हर्क साङपाङ। हर्क साङपाङको क्यारेक्टर कस्तो थियो पहिले आउनुहोस् यो भिडियोमा चर्चा गर्छु। विक्रम सम्वत 2062 सालमा हर्कले तत्कालीन माओवादीसँग मिलेर चन्दा सङ्कलन गर्ने काम गर्थे। माओवादी शान्ति प्रक्रियापछि पनि धरानमा चन्दा आतंक रोकिएन। नक्कली माओवादी बनेर हप्ता उठाउने गाँजा ती बेला हर्क साङपाङ द पर्फेक्ट इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटरका प्रबन्ध निर्देशक पनि थिए। त्यो बेलाको त्यो बेइज्जत र बदनामले गर्दा हर्क साङपाङ इराक र अफगानिस्तान भाग्छ। बिल्कुल चुप्लाक तकुवाको भ्यागुता। तभन्दा अलिक अगाडि नै रहेछ हर्क साङपाङ, त्यही भएर खुट्टा तान्दैछस् होइन? तभन्दा अगाडि भएर त खुट्टा टानिस्। हर्क साङपाङ भन्दा त अगाडि भएको भए त हर्क साङपाङले पो तेरो कुरा काटेर तेरो खुट्टा तान्थ्यो, तेरो जुत्ता तान्थ्यो, तेरो जुत्ता फुकाल्न खोज्थ्यो। तर त हर्क साङपाङको जुत्ता फुकाल्न खोज्दैछस्, खुट्टा तान्दैछस्। जे भए पनि हर्क साङपाङ तभन्दा अगाडि नै रहेछ, धेरै कदम अगाडि नै रहेछ भनेर हामी आम जनताले चाहिँ चित्त बुझाउँछौँ, बुझिस्? धेरै नभुक। धरानमा के गरेको थियो, के गरेको थिएन भनेर धरानको जनताहरूलाई थाहा छ क्या? त कहाँ बसेर भुक्छस्? धरानमा हर्क साङपाङले धरानको जनतावासीलाई दुःख दिएको हो भने त अहिले घृणा गरिहाल्छ नि हर्क साङपाङलाई। सबैले माया गर्छ, सबैले सम्मान गर्छ। त एक ठाउँ बसेर त चाहिँ ठक हो। हर्क साङपाङ होइन, त चाहिँ ठक हो। कुरा नगर ठुल्ठुलो। हर्क साङपाङ जस्तो अगाडि बढेर देखा अनि भुक। जे जस्तो भए पनि मलाई खुसी लाग्यो। त भन्दा चाहिँ अलिक धेरै कदम नै हर्क साङपाङ अगाडि रहेछ, त्यही भएर त्यसको खुट्टा तान्न भ्याइस्। यहीमा खुसी लाग्यो मलाई चाहिँ। इच्छा अनुसारको कुराहरू चाहिँ म मेरो भिडियो मार्फत राखिसकेको छु र मेरो सम्पूर्ण साथीहरूले पनि राख्नु सक्नुहुन्छ। हजुरहरूको इच्छा अनुसारको अनि मनमा लागेको कुराहरू चाहिँ मेरो भिडियोमा कमेन्टद्वारा राख्नु सक्नुहुन्छ। थ्याङ्क यू सो मच। बाई बाई।